आजभन्दा झण्डै 31 वर्ष अघि 51 सालबाट चुनाव लड्दै आएका नेताहरू पनि सल्यानमै छन्। पटक पटक सांसद भएका, पटक पटक प्रधानमन्त्रीको स्वकीय सल्लाहकार र मन्त्री भएका र राज्य शक्तिमा स्वाद लिएका व्यक्ति कति हो कति। तर देशभरको संख्या मध्य उज्यालो संसारका अघि अध्यारो मुनि जीवन बाँच्न बाध्य जनता भएको सूचीमा सल्यान अग्रभागमा छ। विद्युत पहुँचको हिसाबले अहिले पनि सल्यान पुछारबाट अगाडि रहेका जिल्लाहरूमै पर्छ, जुन तथ्यमा कसैको ध्यानै गएको छैन। फलत नेतृत्वप्रति आक्रोश यति बढेर गएको छ भनी साध्यै छैन। हामीलाई धेरै दुःख भयो बाबा हैन, हामी आइमाले पनि धेरै पीडा दिए, धेरै दुःख दिए, भोट माग्न आए, जति अहिले सबै पुर्याउन नेतृत्व गरे, भोट लिए, हामी कुन के पनि बिर्सिदिए, धेरै पीडा सहियो, धेरै वर्ष बिताइयो, तर यही गति भयो क्या। हामी पुगेर बुझ्दा उनीहरू भन्छन् बिजुली दिन्छौ भन्दै भोट मागे, अब विश्वास गर्ने आधार छैन। तर नेताको भर पर्ने भने हुनेवाला छैन यहाँ हैन, कुनै विकास निकास यहाँ कुनै दिनेवाला पनि छैनन्। विकास निकास के यार दिएन पुरानाहरूले अनि युवा शक्तिले गरे, नेतापातीले गरेन युवा शक्तिले गर्यो। पोल ठडाएका ठाउँमा समेत लामो समय विद्युत नपुगेपछि कतिले व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा खबरदारी गरिरहेका छन्। खन्न लाग्यो बाबु, यो लाइन कहाँ छ बाबु? बत्ती बल्ने ठाउँ कहाँ हो? यही आफ्नो हो बत्ती बल्ने कि यो कहाँ हो? यो कपुरकोट गाउँपालिका वार्ड नम्बर 4 चिन्ने खोला हो, तर लाइन कहाँ बल्छ आफ्नो यहाँ? अब असली रूपमा अवस्था कस्तो छ र त्यहाँका जनताहरू के भन्छन्, त्यसलाई वास्तविकता र तथ्यसँग केलाएर हेरौँ। नेपाल विद्युत प्राधिकरणको विद्युतीकरण तथ्याङ्क 2081 अनुसार देशको कुल जनसङ्ख्या मध्ये 79% विद्युत पहुँच छ। तर यो सल्यानको तथ्याङ्क हेर्नुहोस्, हालसम्म 79.50% मात्रै क्षेत्रका जनताले बिजुली देख्न पाएका छन्। सल्यानसँगै जोडिएको रुकुम पश्चिममा कर्णालीकै सबैभन्दा बढी 95.08% जनताका घरमा विद्युत पहुँच पुगेको छ। लगाऊ जोर लगाऊ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मध्य प्रदेशमा 7% विद्युतको पहुँच छ। तर भूगोललाई देखाएर सल्यान जस्ता जिल्लामा ढिलाइ गर्दा कर्णालीमा मात्रै सबैभन्दा कम 74.38% मात्रै पहुँच विस्तार भएको छ। कारण एउटै हो, विद्युत प्राधिकरण जस्ता निकायहरूले ध्यानै कम दिए, जिल्लाको नेतृत्व र सम्बन्धित निकायले चासो नै देखाएनन्। जति भयो समय क्रम अनुसार मात्रै भयो। मूलत यही रफ्तार कायम रहे सेवा नपाएका सल्यानी जनताले अझै पनि 10 वर्षसम्म विद्युत सेवा पाउने देखिँदैन। गाउँसम्म कहिले पुग्छ यो 3 फेज लाइन? 5-7 वर्षदेखि यहाँनिर जङ्गलमा अड्किरहेको अवस्था छ यो रेटेछ ओर्नेर। फलत सल्यानका युवाहरू यति बेला आक्रामक रूपले विद्युत विस्तारलाई मुद्दा बनाइरहेका छन्। सबै जनताको घरमा बत्ती बाल्नु पर्ने उनीहरूको माग छ। अहिलेसम्म हामी कहाँ 56,000 चाहिँ घरधुरी सल्यानमा हुँदाखेरि अहिलेसम्म 36,000 घरधुरीमा मात्र बत्ती बल्न सकेको छ र 18,000 घरधुरीमा 10वटा स्थानीय तहका 18,000 घरधुरीमा बत्ती बल्न बाँकी छ। यो बत्ती बल्ने विभिन्न प्रोजेक्टहरू चलिरहेछ। तपाईँको एआइबी भनेर एउटा प्रोजेक्ट चलिरहेछ, एउटा 8वटा पालिकामा पूर्ण विद्युतीकरण भनेर प्रोजेक्ट चलिरहेछ। यो 80देखि त्योभन्दा अगाडिदेखि कामहरू भइरहेछ। तर यो कामहरूको प्रगति हेर्दाखेरि निराशाजनक छ। यसमा सबैले राजनीति गरे र यसलाई अलिकति पछिल्लो चरणमा युवाहरूले खबरदारी गरेपछि केही हदसम्म केही प्रगतिहरू देखा परेका छन्। आफ्ना कार्यकर्ताको ठाउँमा पोलहरू लाने, 2 वर्षदेखि 3 वर्षदेखि चाहिँ तारतानीको पैसा नदिने, उनीहरूलाई चाहिँ ढुवानी खर्च चाहिँ उनीहरूलाई नागरिकलाई बिहोर्न लाउने होइन भने यस्तो 4-5 करोड पैसा चाहिँ श्रमिकको पैसा पनि नदिएको अवस्थामा हामीले यसलाई चाहिँ एउटा ट्र्याकमा ल्याउन खोजेका छौँ। पुस 18 गति मात्रै ऊर्जा मन्त्री समेत रहेका कुलमान घिसिङलाई भेटेर सल्यानका सबै ठाउँका जनताले विद्युत सुविधा पाउनुपर्ने माग गरे। कुलमानले तत्कालै काम गर्न माताहतका निकायलाई निर्देशन नै दिए। यो बत्तीको हैन, यो बत्ती सल्यान यो अस्तिमा पनि आउनु भएको थियो। कामै कति गर्दैन हुँदै नआउने भयो क्या विनोदलाई फलो गर्नु। ल ए मुरारी दाइ मेरो नि खिच्नु एउटा म यहाँ। सोही आधारमा मंगलबार मात्रै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्य र उपनिर्देशक दीर्घायु कुमार श्रेष्ठ सहित युवाहरूको छलफल चल्यो, जहाँ वर्षौंदेखि गुमराहमा राखी सल्यानीलाई विद्युत पहुँचमा पछाडि पारिएका धेरै तथ्याङ्क फेला परेका छन्। मात्र चाहिँ 35वटा पोल नपुगेका कारणले गर्दाखेरि रोकिएको छ, या त अर्कोले भन्छ हामीलाई 40वटा पोल चाहिएको छ। जस्तो अब सत्रेश्वरीको 5 नम्बरमा त्यो जम्मा 35वटा पोल अपुग हुँदाखेरि चाहिँ विद्युतीकरण नै भएको रहेछ, एउटा 2वटा सिङ्गल होइन। अब त्यस्ता कुरालाई चाहिँ यो त हामीले तत्काल समाधान गर्न सक्ने खालको कुरा हो। त्यो तत्काल निराकरण कसरी गर्न सकिन्छ हो, यो विषयमा चाहिँ अझ बढी चाहिँ तपाईहरुले प्राथमिकता दिएर चाहिँ मूलत सल्यानका 10 स्थानीय तहमा विद्युतको पूर्ण पहुँच छैन। त्यसमध्ये 8 स्थानीय तहमा अहिले पूर्ण विद्युतीकरणको ठेक्का चलिरहेको छ। 2080 असोजमा ठेक्का सम्झौता भयो। 2081 चैतसम्म सक्ने लक्ष्य थियो।
काम सकिने होइन, राम्रोसँग सुरु नै भएन। त्यसपछि म्याद 2082 कार्तिकसम्म थपियो। प्रगति जम्मा 50% मात्रै छ। अब फेरि म्याद थपिँदैछ। निर्माणको जिम्मा लिएको कम्पनी महाशक्ति क्रिस्टल जेबीका ठेकेदारले अझै पनि काम सक्ने संकेत छैन। त्यसको दोष विद्युत प्राधिकरणले सामग्री उपलब्ध नगराएको भनिरहेका छन्। खास चाहिँ के छ भने अब प्राधिकरणले दिनुपर्ने सामान चाहिँ बाँकी छ। अब ट्रान्सफर्मर, तार र पोल बाँकी छ अलिअलि। अब त्यो सामान पाएको मितिले अब त्यो काम सकिसक्यो। अब यसको धेरै कथा व्यथा लामो छ। अलिअलि त्यहाँ राजनीति पनि छ। सल्यानमा अलिअलि अब राजनीति हिसाबले पनि अलिअलि अब त्यो यताउता छ। तर राजनीति हिसाब जता जे भए पनि हामीले चाहिँ सामान पाएको मितिले 1 महिनाभित्र सकिन्छ। अरू के त्यस्तो केही समस्या छैन। सबै लोड सेन्टर तयार गरिसकेको छ। विद्युत प्राधिकरण आफै ठेकदार हो। अलिअलि झन्झट हुने जति काम जति ठेकदारको भागा राखिदिने सजिलो पहिलेदेखि यसो काम प्राधिकरणको तेर छ। वान्डर पद्धतिले अब आउँछ होला, कमिसन आउँछ होला, होइन आउँछ ठाडै। त्यो किसिमले पहिल्यैदेखि त मिलाएको यो पुरानै चलन हो उनीहरूको। यहाँ काम सम्पन्न हुन 80 थान ट्रान्सफर्मर आवश्यक छन्। अहिलेसम्म 1 थान पनि नयाँ गएको छैन। कति ठाउँमा पुराना मर्मत गरी प्रयोग गरिएको छ। 200 मिटर तार उपलब्ध गराउनु पर्नेछ। 453 वटा एलटी पोल आवश्यक छन्। युवाहरूले प्राधिकरणलाई खबरदारी गरेपछि कम्तीमा 5 महिनाभित्र यी सबै सामग्री उपलब्ध गराउने प्रतिबद्धता प्राधिकरणले गरेको छ। लगभग 6 महिना राख्नु न तपाईँको। 6 महिना पनि यो कहाँ भन्दाखेरि जहाँ चाहिँ तपाईँको हाम्रो अलरेडी टेन्डर लागिसकेको छ होइन। एआइआइबीको एउटा भयो। एआइबीको त 1 वर्ष लाग्छ भन्ने मान्नुभयो अघि होइन। किन प्रोजेक्ट म्यानेजरले नै भन्ने अलिबेर सोध्ने उहाँसँगै हो। फेरि तपाईँको चाहिँ हामीले आफै अनुमान गरेर भविष्यवाणी गर्ने पनि होइन फेरि के होइन। अब यहाँलाई फेरि मैले एउटा भनिदिउँला होइन। तपाईँको चाहिँ फेरि पछि खै त सरले भन्नुभएको त सकेन नि भन्दै आउनु होला। जुन तपाईँको चाहिँ 8 वटा प्याकेज भन्नुभयो त्यो जुन सामान हामीले चाहिँ किनेर दिनु छैन त्यो चाहिँ 6 महिनाभित्रमा हामी दिने भने हो कि। अब त्यसमा पनि तपाईँको चाहिँ ठेकेदारले अब तपाईँको चाहिँ त्यो अनुसारको फेरि तपाईँको भट्टाभट काम गर्दैन भने त फेरि त्यहाँ इस्यु हुन्छ। सामानको चाहिँ उपलब्धता चाहिँ 6 महिनाभित्रमा गरिदिने भन्नु खोजे हाम्रो। बिहिबार मात्रै केही थान ट्रान्सफर्मर सल्यान गएका छन्। कालीमाटी गाउँपालिकामा छुट्टै ठेक्का प्रक्रिया चलिरहेको छ। एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क एआइआइबीको सहयोगमा विद्युत विस्तारको काम सुरु भए पनि परिणाम खासै छैन। त्यो चाहिँ अब 5 महिनादेखि नै चालु गर्नुहुने भयो र ट्रान्सफर्मर आएर पूर्ण रूपमा चाहिँ उहाँको करिब उहाँले 1 वर्ष जति लाग्छ नै भन्नुभएको छ। त्यसमा चाहिँ भनेको कालीमाटीको केसमा 100% त्यहाँको चाहिँ त्यो जुन स्कोप अनुसारको काम सकिनको लागि चाहिँ श्रीनगर र सदरमुकाम जस्ता ठाउँलाई मात्रै हेर्नेहरूले सल्यानमा सबै ठाउँ बिजुली पुगिसक्यो भन्न सक्छन्। तर प्रत्येक पालिकाको अवस्था हेर्दा कहाली लाग्दो छ। किनकि अहिले 8 पालिकामा चलिरहेको पूर्ण विद्युतीकरणको ठेक्का वा अपुग सामग्री पुर्याएर मात्रै पनि सल्यानका सबै जनताले विद्युत सेवा पाउने छैनन्। त्यसपछि पनि विद्युतबाट वञ्चित रहने भूगोल निकै ठुलो छ। अहिले चलिरहेका ठेक्का सम्पन्न भए पनि विद्युतबाट वञ्चित रहने क्षेत्र कति छ त त्यो पनि हेरौँ। विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार विद्युतीकरणबाट सबैभन्दा वञ्चित पालिका बनगाडको पिण्डे नगरपालिका हो, जहाँ 171 किलोमिटर क्षेत्रलाई विद्युत विस्तारले छोएकै छैन। अर्थात् 54 किलोमिटर हाई टेन्सन लाइन एसटी र 117 किलोमिटर लो टेन्सन लाइन एलटी क्षेत्रमा 18 थान ट्रान्सफर्मर आवश्यक छ। दार्मा गाउँपालिकामा 10 किमी एसटी र 83 किमी एलटी सहित 10 थान ट्रान्सफर्मर आवश्यक छ। कुमाक गाउँपालिकामा 10 किमी एसटी र 55 किमी एलटी सहित 15 थान ट्रान्सफर्मर आवश्यक छ। सिद्ध कुमाक गाउँपालिकामा 8.5 किमी एसटी र 15.5 किमी एलटी विस्तार गर्न 9 थान ट्रान्सफर्मर आवश्यक छ। कपुरकोट गाउँपालिकामा 6 किमी एसटी र 20 किमी एलटी गरी 9 थान ट्रान्सफर्मर आवश्यक छ। त्रिवेणी गाउँपालिकामा 8 किमी एसटी र 14 किमी एलटी गरी 9 थान ट्रान्सफर्मर आवश्यक छ। छत्रेश्वरी गाउँपालिकामा 8 किमी एसटी र 18 किमी एलटी गरी 9 थान ट्रान्सफर्मर आवश्यक छ। बागचौर नगरपालिकामा 8.5 किमी एसटी र 30.5 किमी एलटी गरी 20 थान ट्रान्सफर्मर आवश्यक छ। र शारदा नगरपालिकामा 20 किमी एसटी र 41 किमी एलटी सहित 15 थान ट्रान्सफर्मर आवश्यक पर्ने क्षेत्रलाई अहिले पनि विद्युतीकरणले कतैबाट छोएको छैन। यो पोल पनि छ, तार पनि छ, ठेकेदारले गरिदिएको छैन। अनि हाम्रो मान्छे आत्तिकिन के छ भनेपछि आफै ट्र्याक्टर लिइकन आफै तार लिइकन हालिहाल्छन्। अब उसको मनमा के छ भनेपछि त्यस्तै गर्दै जाउँ, तार पनि हालिहाल्छन्, पोल पनि गालिहाल्छन्। अब म जब पैसा लिइरहन्छ भने त्यस्तै जान्छन् फेरि। यस्तो छ सल्यानलाई पूर्ण रूपले विद्युतको पहुँचमा पुर्याउन त्यति बेला मात्रै सम्भव हुनेछ जति बेला विद्युत प्राधिकरणले सुरु गरेको नयाँ टेन्डर प्रक्रियाको काम सुरु हुनेछ। त्यसका लागि कर्णाली प्रदेश विद्युतीकरण आयोजनाबाट एडीबीको सहयोगमा 2 महिनामा सक्ने गरी टेन्डर प्रक्रिया हुँदैछ।
146 किलोमिटर हाई टेन्सन र 456 किलोमिटर लो टेन्सन लाइन जडान भए मात्रै सबै जनताले फुल पावर सहितको विद्युत सेवा पाउनेछन्, जसको काम 2 वर्षमै सकिने भनिएको छ। तर खबरदारी नगरे 10 वर्षसम्म पनि नबन्न सक्छ। फलत युवाहरू लगातार दबावमूलक अभियानमा लागिरहेका छन्। नेपाल विद्युत प्राधिकरणकै तथ्याङ्कले देशभर झन्डै सबै नागरिक विद्युत पहुँचमा पुगेको देखाउँछ। तर सल्यान जस्ता जिल्लामा 5 जना मध्ये 2 जना अझै पनि उज्यालोबाट टाढा छन्। छिमेकी जिल्ला धेरै अगाडि पुगिसक्दा पनि सल्यान पछाडि पर्नु केवल भूगोलको दोष होइन, यो दलहरू र नेताहरूको नालायकपन हो। प्रदेश स्तरमै हेर्दा कर्णाली विद्युत पहुँचमा सबैभन्दा कमजोर छ। योजनाको अभाव होइन, कार्यान्वयनको कमजोरी मूल समस्या बनेको छ। ठेक्का लाग्यो, समय तोकियो, तर काम नै सुरु भएन। म्याद थपिँदै गयो, प्रगति आधाभन्दा कममै अड्कियो। ठेकेदार र नियामक निकाय एक अर्कालाई दोष दिँदै बसे। आज सल्यानका युवाहरू आक्रामक रूपमा प्रश्न उठाइरहेका छन्। सबै नागरिकको घरमा बत्ती बल्नुपर्ने माग गरिरहेका छन्। तर नेतृत्वको भ्रष्ट आचरण नहटेसम्म यी सबै कुरा सम्भव हुने छैनन्। हौस् त, समय चक्र आजलाई यति नै बिदा हुन्छौँ। नमस्कार।